कहिलेकाहीँ जीवनको सबैभन्दा ठूलो यात्रा दूरीमा मापन हुँदैन, यो मापन हुन्छ हामी कोसँग यात्रा गरिरहेका छौँ भन्नेमा। धुलखेलबाट सुरु भएको यात्रा बिस्तारै सहरबाट टाढा हुँदै जान्छ। सिन्धुलीका घुम्तीहरू हरेक मोडले सिकाउँछ, जीवन सिधा बाटो होइन, यो धैर्य र विश्वासको यात्रा हो। हामी सबै आफ्नो जीवनमा व्यस्त छौँ, समयसँग दौडिरहेका छौँ, तर अन्त्यमा हामीसँग रहने भनेको यस्तै सँगै बिताएका पलहरू हुन्। त्यसैले यो यात्रा केवल काठमाडौँबाट दार्जिलिङ र सिक्किमसम्मको होइन, यो यात्रा हो परिवारसँग फेरि नजिक हुने। आज हामी निस्किँदैछौँ बाबा, मम्मी, दिदी, ठुलो बुबा र ठुली मम्मीसँग एक यस्तो यात्रामा जहाँ डेस्टिनेसन भन्दा जर्नी महत्त्वपूर्ण छ। इलाम, जहाँ प्रकृतिले आफ्नै भाषामा कुरा गर्छ, चियाका बोटहरू, पहाडभरि फैलिएका, हरियालीले भरिएको शान्त संसार। त्यही ठाउँमा हामीले एउटा फरक अनुभव गर्यौँ। घोडा सवारी, नेपाली पोसाकमा सजिएर, दौरा सुरुवाल, गुन्यू चोली लगाएर हामी केवल घुमिरहेका थिएनौँ, हामी हाम्रो पहिचान जिउँदै थियौँ। घोडामा बसेर चिया बगान बीच हिँड्दा लाग्थ्यो यो कुनै फिल्मको दृश्य हो। बाबा, मम्मी, दिदी, ठुलो बुबा र ठुली मम्मी सबैको अनुहारमा त्यो खुसी, त्यो उत्साह, त्यो दिन हामीले महसुस गर्यौँ। खुसी ठुलो कुरा होइन, यो त सँगै बिताएका साना पलहरूमा लुकेको हुन्छ। सीमा पार गर्दै हामी पुग्छौँ दार्जिलिङ। त्यो पुरानो रेलगाडी पहाडको काखमा बिस्तारै कुद्ने। यहाँको सौन्दर्य देखिन्छ मात्र होइन, यसलाई बुझ्न समय चाहिन्छ। त्यसै सौन्दर्यको एक गहिरो अभिव्यक्ति हो बतासे लुप। पहाडको काखमा बनेको यो वृत्ताकार रेलमार्ग, जहाँ रेल आफैलाई घुमाउँदै अघि बढ्छ। यो संरचना केवल प्रविधिको नमुना होइन, यो एक प्रकारको सन्तुलन हो जहाँ गति र धैर्य सँगै अघि बढ्छन्। बतासे लुपको केन्द्रमा रहेको वार मेमोरियल यो स्थानको शान्त सौन्दर्यलाई अझ गहिरो बनाउँछ। त्यो स्मारकले सम्झाउँछ सुन्दर दृश्यहरू पछाडि कहिलेकाहीँ त्यागका कथा पनि हुन्छन्। त्यहाँ केही क्षण उभिँदा मन स्वाभाविक रूपमा गम्भीर बन्छ। मेरो वरिपरि ठुलो बुबा, ठुली मम्मी, बाबा, मम्मी र दिदी सबै आफ्नै तरिकाले त्यो दृश्यमा डुबेका थिए। दार्जिलिङको अर्को महत्त्वपूर्ण आयाम जूलॉजिकल पार्क। यो केवल एउटा जू होइन, यो हिमाली जीवनको संरक्षण गर्ने प्रयास हो। यहाँका जनावरहरू हिमाली क्षेत्रका दुर्लभ र संवेदनशील प्रजाति। रेड पाण्डा, शान्त, संयमित तर अत्यन्तै दुर्लभ। हिउँ चितुवा देखिन्छ कम, तर यसको उपस्थिति महसुस गर्न सकिन्छ। त्यो ठाउँमा हिँड्दा एक किसिमको सोच आउँछ, हामी मानवहरू प्रकृतिको हिस्सा हौँ, तर कहिलेकाहीँ हामी आफैलाई अलग ठान्छौँ। तर यस्ता स्थानहरूले सम्झाउँछन् हामी यहाँका मालिक होइनौँ, हामी पनि एक हिस्सा मात्र हौँ। मेरो साथमा रहेका सबै बाबा, मम्मी, दिदी, ठुलो बुबा र ठुली मम्मी शान्त रूपमा त्यो वातावरण अनुभव गरिरहेका थिए। कुनै ठुलो प्रतिक्रिया थिएन, तर त्यो मौन अनुभूति गहिरो थियो। दार्जिलिङले धेरै कुरा देखाउँछ, तर सबै कुरा देखिँदैन। केही अनुभवहरू, केही भावना बस महसुस गर्नुपर्ने हुन्छ। अब यात्रा अगाडि बढ्दैछ, नयाँ ठाउँतर्फ, तर यस्ता अनुभवहरू साथमै लिएर। दार्जिलिङबाट ग्याङटोक यो यात्रा अझ गहिरो हुन्छ। हिमालयका दृश्यहरू हामीलाई सम्झाउँछन् हामी कति साना छौँ र प्रकृति कति विशाल। चारधाम यो यात्राको सबैभन्दा शान्त ठाउँ। हामी सबै सँगै उभिएर प्रार्थना गर्छौँ। कुनै ठुलो चाहना छैन, बस यही साथ सधैँ रहोस्, किनकि परिवारसँगै भए हरेक कठिन यात्रा पनि सजिलो हुन्छ। चारधाम जहाँ केवल संरचना छैन, यहाँ आस्था छ, शान्ति छ र एक किसिमको आत्मिक स्थिरता। यो स्थानमा भारतका 4 प्रमुख धामहरूको प्रतीकात्मक रूप निर्माण गरिएको छ। हरेक संरचना केवल पत्थर र डिजाइन होइन, यो विश्वासको प्रतिबिम्ब हो। टाढाबाट देखिने विशाल शिवको मूर्ति, शान्त, स्थिर तर अत्यन्तै प्रभावशाली। त्यो मूर्तिलाई हेर्दा लाग्छ हामी कति साना छौँ र यो ब्रह्माण्ड कति विशाल। त्यो क्षणमा बाबा, मम्मी, दिदी, ठुलो बुबा र ठुली मम्मी हामी सबै सँगै उभिएर शब्दभन्दा धेरै भावनाले प्रार्थना गरिरहेका थियौँ। कुनै ठूलो इच्छा थिएन, न कुनै भौतिक चाहना,
बस यही साथ, यही सम्बन्ध, यही शान्ति सधैँ रहोस्। जीवनमा धेरै कुरा बदलिन्छन्, समय, परिस्थिति, मानिसहरू पनि। तर केही कुरा यस्ता हुन्छन् जुन स्थिर रहन्छन्। परिवार, विश्वास र त्यो अदृश्य शक्ति जसले हामीलाई सधैँ मार्ग देखाइरहेको हुन्छ। चारधाम छोड्दै गर्दा केही कुरा मनमा बस्छन्। यो केवल एउटा धार्मिक स्थल थिएन, यो एउटा अनुभूति थियो। यहाँ हामीले केही मागेनौँ, तर हामी धेरै कुरा लिएर फर्कियौँ। शान्ति, आत्मिक सन्तुलन र परिवारको महत्त्वको गहिरो अनुभूति। यात्रा अगाडि बढ्दैछ, तर यस्ता अनुभवहरू सधैँ साथमा रहन्छन्। सिक्किमका यी चिया बगानहरू केवल दृश्यको सुन्दरता होइनन्, यहाँ स्थानीय मानिसहरूको दैनिक जीवन धड्किरहेको हुन्छ। मम्मी र ठुली मम्मी पनि त्यही संस्कृतिको एक अंश झैँ देखिनुहुन्छ। परम्परागत पोसाकमा प्रकृतिसँगै मिलेर काम गरिरहनु भएको। यहाँ काम केवल जीविका मात्र होइन, यो अनुशासन हो, यो पहिचान हो। परिवारसँगै भए हरेक कठिन यात्रा पनि सजिलो हुन्छ। ग्याङटोकको मिम्जी मार्ग सफा, व्यवस्थित जीवनले भरिएको। हामी सबै बाबा, मम्मी, दिदी, ठुलो बुबा र ठुली मम्मी त्यो बजारमा हिँडिरहेका थियौँ। कहिले हाँस्दै, कहिले बस्दै र कहिले त्यो क्षणलाई महसुस गर्दै। त्यो बजारले सिकायो, खुसी किनमेलमा होइन, सँगै हिँड्दा आउँछ। यो यात्रा सकियो, तर यसले दिएको अनुभूति कहिल्यै सकिँदैन। जीवनमा सबै कुरा पाउन सकिन्छ, तर परिवारसँग बिताएको समय फेरि पाउन सकिँदैन। यदि अवसर छ भने परिवारसँग यात्रा गर्नुहोस्, किनकि अन्त्यमा हामीसँग रहने भनेको यही सम्झनाहरू हुन्। यो केवल एउटा यात्रा थिएन, यो हाम्रो कथा थियो।